दर्शकवृन्द, कार्यक्रम साझा सहकारी मञ्चमा तपाईलाई हार्दिक स्वागत सहित नमस्कार एवं न्यानो सहकारी अभिवादन। कोशी प्रदेशका अग्रणी प्रसारकहरू सूर्योदय टेलिभिजन र हिमशिखर टेलिभिजनबाट अहिले एकसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ। यो सँगै साझा मञ्च मिडिया प्रालीको मुख्य अङ्ग www.sajamanch.com, साझा मञ्चको अफिसियल फेसबुक पेज र युट्युबबाट पनि कार्यक्रम साझा सहकारी मञ्च अहिले एकसाथ प्रिमियर भइरहेको छ। नेपालको सहकारी अभियानलाई अझै गतिशील बनाउन र सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्तलाई सार्थक कार्यान्वयनमा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम उत्पादन गरिएको हो। प्रस्तुत कार्यक्रम उत्पादन तथा प्रसारण गरी तपाईसम्म पुर्याउन झापाका अग्रणी सहकारी संस्थाहरू नेपाल बहुद्देश्य सहकारी संस्था लिमिटेड, कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सारा नेपाल साकोस लिमिटेड र 87 बहुद्देश्य सहकारी संस्था लिमिटेडले वित्तीय साझेदारी गरेका छन्। दर्शकवृन्द, साझा सहकारी मञ्चको प्रस्तुत अङ्क सहकारी अभियानको उन्नयन र प्रवर्धनका लागि सहकारी सङ्घ संस्थाहरूबाट भइरहेका सामुदायिक एवं व्यावसायिक क्रियाकलापहरूमा केन्द्रित छ। साथै विभिन्न प्रारम्भिक सहकारी संस्थाका औपचारिक कार्यक्रमहरूबाट तयार पारिएको समाचार तथा रिपोर्टहरू प्रस्तुत अङ्कका लागि सामग्रीका रूपमा समावेश गरिएको छ। प्रस्तुत छ यस अङ्कका लागि तयार गरिएका यी सामग्रीहरू। बिर्तामोड नगरपालिकाले सहकारी संस्थाहरूको उन्नयन एवं प्रवर्धनका लागि हरेक वर्ष सहकारी संस्थाहरूको सक्षमता वृद्धि गरिरहेको पाइएको छ। सहकारी ऐन 2074 कार्यान्वयनमा ल्याइएसँगै डिभिजन सहकारी कार्यालय भद्रपुरबाट बिर्तामोड नगरपालिकाले मातहत रहने सहकारीहरूको फाइल बुझिली, नियमन, निरीक्षण एवं नयाँ दर्ता र खारेजीको अधिकार लिएको हो। नगरपालिका अन्तर्गत सहकारी तथा सामाजिक विकास शाखा प्रमुख मोहन कुमार सुवेदीका अनुसार नगरपालिकाले सहकारी सङ्घ संस्था नियमन गर्न दिएका निर्देशनहरू कार्यान्वयन गर्ने तथा सहकारी लेखा व्यवस्थापन, सिप विकास तथा नेतृत्व विकास सम्बन्धी तालिम र कोपोमिस सम्बन्धी तालिम प्रदान गरेर सहकारी संस्थाहरूको प्रवर्धन गरिरहेको छ। नियमित रूपमा चाहिँ हामीलाई आबद्ध भएका सहकारीहरूले बुझाएका विवरणहरू हामीले नै मासिक, वार्षिक होइन त्रैमासिक प्रतिवेदनहरू बुझ्ने काम गरिरहेका छौँ। अनि तिनी आबद्ध भएका सहकारीहरूलाई चाहिँ नवीकरण गर्ने काम गरिरहेका छौँ। त्यसपछि तपाईँको सहकारी योगदान कोषको रकम जम्मा बुझाउन आउने सहकारीहरूको रकमहरू बुझ्ने काम हामी नियमित गरिरहेका छौँ। त्यसका लागि प्रदेश सहकारीबाट जम्मा हामीले यो आर्थिक वर्षमा 35वटा अहिलेसम्म 35वटा सहकारीको योगदान कोषको रकम बुझ्यौँ र वार्षिक र मासिक प्रतिवेदन पनि बुझ्यौँ। र नगद स्तरीय हामीले अनुमोदन गर्ने सहकारीहरूको चाहिँ 16वटा सहकारीहरूको चाहिँ हामीले त्यो वार्षिक प्रतिवेदन बुझेर योगदान कोषको रकम पनि सँगसँगै हामीले लियौँ। अब हामीले नियमित अहिले गर्दै गरेको त्यही अब यो आर्थिक वर्ष 2000 यो असार मसान्तसम्म यो कायम रहिरहन्छ। र अब त्यसपछि हामीले यो तालिमको कार्यक्रम छ। हामीलाई नियमित रूपमा योभन्दा अघिल्ला वर्षहरूमा पनि प्राप्त हुँदै गरेको 77 सालदेखिको लगभग योभन्दा अगाडिका सहकारीमा बस्ने हाम्रा दिल्ली सरहरूले नियमित रूपमा गरेको यो प्राप्त गरेको रकमकै आधारमा त्यही रकम अहिले निकासा गर्ने गरेको छ। यो साल चाहिँ अलिकति थोरै चाहिँ 7.5 लाख छ। त्यसको हामीले चाँडै तालिम सञ्चालन गर्छौँ। नगरपालिकाको सहकारी शाखाबाट हालै निवृत्त हुनुभएका राष्ट्र सेवक दिल्ली दाहालको नेतृत्वमा नगर मातहत सहकारी सङ्घ संस्थामा उत्पन्न हुने विचार मिलाइएको, संस्थाको नयाँ नेतृत्व चयन निर्वाचनबाट नभई सर्वसम्मति गर्न पहल गरेको, ऋण असुली र निक्षेप फिर्तामा समस्या आउँदा संस्था र व्यक्ति दुवै पक्ष राखेर विवाद समाधान गरेर पनि योगदान पुर्याइएको शाखा प्रमुख सुवेदी स्मरण गर्नुहुन्छ। यसमा चाहिँ हामीले तालिम सञ्चालन गरेका छौँ। अब संस्थालाई परेका समस्याहरू तालिम सञ्चालन गर्दाखेरि हामीले अब
त्यो सम्पूर्ण बजेटबाट हामीले तालिमै सञ्चालन गरेको छ। योभन्दा अग्रज सहरले चाहिँ सहकारी सम्बन्धी योगदानमा धेरै योगदान पुर्याउनु भएको छ, किनभने उहाँ लामो समयसम्म सहकारीको अभियन्ताको रूपमा चाहिँ सहकारी संस्थामा आबद्ध हुनुभएको। उहाँले पनि दर्ता गरेका धेरै सहकारी संस्थाहरू जति पनि नगरपालिकामा भएका संस्थाहरू छन् वा लगभग सबै संस्थाहरूसँग उहाँ परिचित हुनुभएको नाताले उहाँले चाहिँ संस्थाहरूका धेरै समस्याहरूमा चाहिँ आफै तालिम सञ्चालन गरेर उनीहरूले बोलाएका संस्थाहरूले बोलाएका ठाउँमा तालिम गराएर अनि संस्थाको हिसाब किताब चाहिँ मागअनुसार संस्थाको हिसाब किताबको निरीक्षण गरेर कर्जा वसुलीमा समस्या आउँदा ती समस्याहरूलाई चाहिँ निवारण गर्न सहयोग गरेर सञ्चालकहरूका बिचमा भएको विवाद आइपरेका विवादहरूलाई पनि उहाँले चाहिँ त्यो भूमिका खेलेर विवाद समस्या समाधानमा सहयोग गरेर यस्ता कुरा गरेर उहाँले धेरै सहयोग योगदान पुर्याउनु भएको थियो। योभन्दा अगाडि चाहिँ अब हामी चाहिँ भर्खर नयाँ चाहिँ यसमा अनुभव पनि त्यति लामो नभएको हुनाले अब भर्खर सिक्दै गरेको चरणमा रहेको हुँदा अब यसमा हामीले पनि उहाँकै सिकोलाई सिको गरेर त्यो अनुसार हामीले अब अगाडि बढ्ने चाहिँ लक्ष्य लिएका छौँ। अब हामी नगरपालिकाले पनि सहकारी तथा सामाजिक विकास शाखाको लागि आवश्यक बजेट विनियोजन गरिरहेको पाइएको छ। शाखा प्रमुख सुवेदीका अनुसार आर्थिक वर्ष 2079-80 देखि चालु आर्थिक वर्षसम्म कार्यपालिकाबाट वार्षिक सरदर 10 लाख रुपैयाँसम्म बजेट विनियोजन भएको छ। हामीले यो 3 सालदेखि 10 लाखको दरले छ। त्यसमा हामी तालिमहरू गर्छौँ। त्यसमा हामी सहकारी लेखाकार कर व्यवस्थापनसँग तालिम गर्छौँ। त्यसपछि तपाईँको सहकारी शिक्षा सहकारी संस्थाका सदस्यहरू अथवा सञ्चालकहरू व्यवस्थापकहरूलाई हामी सहकारी शिक्षा कोपोमिक्स तपाईँको MCI भन्छ सदस्य केन्द्रीय सूचकाङ्क भन्ने हुन्छ अनि कोर्स प्रेजेन्टेसन यस्तो गर्दै योभन्दा अगाडिका अग्रज हाम्रा शाखामा पर्ने सरले गर्दै आउनुभएको ल्याएर चाहिँ अब यो 2-3 महिनामा चाहिँ हामी सकिहाल्छौँ। यो 1 महिना वैशाखभरिमा चाहिँ हामी त्यो कार्यक्रम चाहिँ त्यो तालिम कार्यक्रम सञ्चालन गर्छौँ। बिर्तामोड नगरपालिकाले नियमन अधिकार राख्ने 33वटा र प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले नियमन गर्ने 84वटा गरी 117वटा सहकारी संस्थाहरूको फाइल बुझेको नगरपालिकामा साधारण सभा सम्पन्न गरेर आर्थिक योगदान बुझाउने संस्थाहरू चाहिँ आधा हाराहारी मात्र रहने गरेको शाखा प्रमुख सुवेदी सुनाउनुहुन्छ। त्यसमा हामीले नगरबाट नियमन गर्ने सहकारी संस्थाको 2017 सालमा 14वटाले वार्षिक प्रतिवेदन सहित सहकारी योगदान कोषको रकम जम्मा गरेको देखिन्छ। 32वटामा 14वटा अनि प्रदेश मातहतका अब 84वटामा 26वटाले गरेको देखिन्छ। त्यसपछि 78-79मा 16वटा हामीले नियमन गर्ने सहकारी स्थानीय सहकारीले वार्षिक प्रतिवेदन सहित सहकारी योगदान कोषको रकम बुझाएको देखिन्छ भने प्रदेश मातहतमा रहेका सहकारीहरू 42वटाले बुझाएको देखिन्छ। त्यस्तै 79-80मा 16वटा अनि नियमन नगरपालिका स्तरका 16वटा र प्रदेश मातहतकाले 48वटाले बुझाएको देखिन्छ। 80-81मा 15वटा यता प्रदेश मातहतमा 40वटा अब 81-82मा चाहिँ 16वटा र 35वटा। सहकारी व्यवसायमा मौलाएको व्यतिथि बिर्तामोड नगरपालिका अन्तर्गतका संस्थाहरूमा पनि छिटपुट रूपमा पाइएको छ। नगरपालिकाको न्यायिक समितिमा संस्थाले सदस्यको निक्षेप बचत फिर्ता नगरेको र सदस्यले लिएको ऋण नतिरेको भनी 5वटा मात्र उजुरीहरू परेको पाइएको हो। बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद सङ्गरौला उजुरी गर्ने सदस्य र संस्थाको जिम्मेवार पक्षलाई राखेर निरन्तर कारोबार गर्ने वातावरण बनाइएको बताउनुहुन्छ। तर बिर्तामोड नगरपालिकाभित्र रहेका केही जटिल समस्याहरू धेरै सहकारीभित्र होइन, यो चाहिँ केही निश्चित 4-5वटा सहकारीभित्र अहिले यो खालको समस्याहरू छ र बचतकर्ताको निक्षेप पैसा अथवा जनताको चाहिँ नागरिकको चाहिँ निक्षेप गरेको पैसा कसैको चाहिँ 90,000, कसैको चाहिँ 10,000, कसैको चाहिँ 50,000, कसैको 80,000 छन् भने कतिको चाहिँ 10 लाख, 15 लाख, 20 लाख सम्मका पनि त्यस्ता खालका रकमहरू चाहिँ
बचत फिर्ता नगरेको अवस्थाका मुद्दाहरू छन् र त्यो सन्दर्भमा चाहिँ अब हामीले कतिपय निवेदन आएको हकमा चाहिँ हामीले बोलाएर छलफल गराइदिएर रकम फिर्ता गर्ने सामान्य फिर्ता गर्ने एउटा वातावरण चाहिँ बनाएका छौँ। तर सहमति गर्दै गर्दा किस्ताबन्दीमा चाहिँ उक्त रकम फिर्ता गरिरहँदा जस्तो 90,000 को रकम फिर्ता गरिरहँदा अहिले 3-4 किस्तामा चाहिँ 40,000 रुपियाँ चाहिँ फिर्ता भइसकेको अवस्था र 50-52,000 रुपियाँ चान्चुन चाहिँ फिर्ता हुन बाँकी रहेको अवस्था। एउटा एक्जाम्पल त्यो पनि आजै मात्रै एकजना भाइ आउनु भएको थियो 2 नम्बर वडाको र उहाँको चाहिँ वैशाख अन्तिमसम्ममा भए पनि हामी त्यो बाँकी रहेको पैसा चाहिँ फिर्ता गर्छौँ भनेर भनिरहेको अवस्था छ। र यो हेर्दा सहकारी संस्थाबाट पनि जसले ऋण लिनुभएको छ उहाँहरूले पैसा समयमा बुझाइराख्नु भएको छैन र त्यहाँ चाहिँ ब्याजसम्म उहाँहरूले सहकारीको तिर्दै जानुहुन्छ, रेगुलरको रूपमा त्यसलाई गरिराख्नु भएको छ। तर सबै पैसा सामा चुक्ता गर्ने अवस्था नभएको कारणले गर्दा नवीकरण गर्दै तिर्दै आएको पैसाले यता निक्षेपकर्ताको पुरै पैसा दिन नसक्ने अवस्थामा किस्ताबन्दी गरेको जस्तो देखिन्छ र कतिपय सहकारीले चाहिँ कति नै पनि पैसा दिएको अवस्था छैन, जसको 6 लाख छ 7 लाख छ त्यस्तो पैसाहरू दिएको अवस्था छैन र अब त्यो मिल्दै नमिल्ने पैसा दिनै नसकेको अवस्थाका कुराहरू हुँदा चाहिँ कतिपय सहकारीहरूले चेक पनि दिनुभएको कारणले गर्दा चेक बााउन्स मुद्दा गएको अवस्था पनि छ र कति जाने तयारीमा पनि हुन्छ। कतिले चेक बााउन्स नगरिकन व्यवहारिक रूपले भोलि पछि दिइहाल्नुहुन्छ बिस्तारै गाउँठाउँको मान्छे भन्ने हिसाबले पनि चेकमै सीमित रहेर चाहिँ पैसा नबुझेको अवस्था पनि छ, नदिएको अवस्था पनि छ। तर चेक बााउन्स नहुँदा पनि पछि आर्थिक ऐनले चाहिँ चेक दिइसके पछाडि 6 महिना कटिसके पछाडि पनि चेकलाई आधार मानेर फेरि मुद्दा दायर गर्न, अदालतमा मुद्दा दायर गर्न चाहिँ पाइन्छ, न्यायिक समितिमा छलफल गर्न पनि पाइन्छ र यो ढङ्गले कामलाई अगाडि बढाइएको छ भने कतिपय अलि ठुलै जटिल खालका समस्याहरू चाहिँ हामीले चाहिँ प्रदेश सहकारी मन्त्रालय अन्तर्गत चाहिँ तपाईहरु मुद्दामा जानुस् भनेर हामीले यहाँ पठाएका पनि छौं। निकै ठुलो स्केलमा अहिले जे बाहिर अलि बढी हल्लाहरू आएका छन् त्यस्ता खालका समस्याहरू चाहिँ नगरपालिकामा मुद्दाको रूपमा सहकारीले पनि तल क्लाइन्टबाट चाहिँ पैसा उठेन, जसले पैसा लानु भएको थियो उहाँहरुबाट उठेन भनेर ऋण पनि उठेन भनेर उजुरी हाल्नु भएको छैन र उहाँहरुका विरुद्धमा जसले निक्षेप पैसा चाहिँ जम्मा गर्नु भएको थियो निक्षेपकर्ताहरूले पनि अब थोरै भए पनि दिँदै गर्नु भन्ने नभएका कुराहरू आएका छन् र एकजना राजवंशी साथीको चाहिँ 7 लाख रुपैयाँ पैसा चाहिँ दिन बाँकी रहेछ। त्यो 7 लाख मध्ये चाहिँ उहाँले दिँदै जाँदा 2-2.5 लाख रुपैयाँ तिरिसकेको, बाँकी चाहिँ अरु पैसा 5 लाख जति सान्छौँ पैसा दिन बाँकी छ, त्यो समयक्रममा हामी दिन्छौँ भन्दै गरेको अवस्थामा र पर्खिनेले पनि पर्खिरहेको अवस्था, दिनेले पनि बिस्तारै दिँदै गरेको अवस्थामा यही ढङ्गले अहिलेको चाहिँ वीरतामोडको सहकारीसँग सम्बन्धित समस्या त्यसका समाधानको सन्दर्भमा चाहिँ काम कारबाहीहरू भएका छन्। त्यस्तो धेरै ठुलठुला निवेदनहरू, ठुलो राशिका निवेदनहरू चाहिँ यहाँ परेको छैन। सहकारीबाट लिएको ऋण तिर्न बुझाउन पर्दैन भन्ने बजार हल्लालाई चिर्न नगरपालिकाका सबै जनप्रतिनिधिहरूले जवाब दिइरहेको नगरपालिकाको उपप्रमुख सङ्ग्रौला स्पष्ट पार्नुहुन्छ। ऋणको पैसा, निक्षेप गरेको पैसा तिर्नुपर्छ भनेर लिखित रूपमै पनि उहाँहरूले सार्वजनिक गर्नुभएको छ। अब हामीले व्यक्तिगत रूपमा भन्दा चाहिँ सहकारीको पैसा पनि जनताको पैसा हो, जनताको पैसा तिर्नु हुँदैन भनेर हामीले भनेका छैनौँ र जसले बाहिर भोकल्ली रूपमा चाहिँ तिर्नु हुँदैन लघु वित्तको पैसा, सहकारीको पैसा किन तिर्ने, यो चाहिँ राज्य सरकारले तिर्नुपर्छ भन्नेहरूका हकमा चाहिँ हाम्रो फरक मत छ। व्यक्तिगत रूपमा त्यस्तो बोल्नेहरूले त्यसको समाधान गर्न पनि सक्नुपर्छ र सिंगे वीरतामोड नगरपालिकाको जनप्रतिनिधिहरू कसैले पनि यो प्रकारको चाहिँ ऋण तिर्नु हुँदैन, मिना गर्नुपर्छ भन्ने ठाउँमा हामी छैनौँ र आम नागरिकको पैसा भएको कारणले ऋण तिर्नुपर्छ भन्ने पक्षमा छौँ र म सम्पूर्ण सहकारीका मित्रहरूलाई सहकारीको साथ सिद्धान्तका आधारमा उहाँहरूले पनि जे नीति छ त्यो नीतिका आधारमा चल्नुपर्छ। बिना दितो ऋण कसैलाई चाहिँ भनसुनका आधारमा
समूहका आधारमा ऋण कर्जा प्रवाह गर्न पाइँदैन र नीति बमोजिम उहाँहरू चुक्नु भएको छैन भने चाहिँ समस्याको समाधान हुँदै पनि जान्छ। स्थानीय सरकारको मातहतमा सहकारीको नियमन अधिकार आएकाले पालिकाले सहकारी ऐन बनाएर नै कार्यान्वयनमा लगेको छ। यस आधारमा हेर्दा सहकारी अभियानको प्रवर्धनमा बिर्तामोड नगरपालिकाको योगदान आवश्यकता अनुसार नै भइरहेको देखिन्छ। झापा जिल्ला सहकारी सङ्घको 8औं सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्पन्न भएको छ। अधिकांश पदहरूमा सर्वसम्मत नेतृत्व चयन भएको तर केही पदहरूमा मतदान प्रक्रियाबाट नेतृत्व निर्वाचित गरिएको हो। माघ महिनादेखि निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि 4 पटक मिति सारेर वैशाख 13 गते मतदान प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लागेको हो। वैशाख 10 गते निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको अन्तिम नामावली अनुसार झापा जिल्ला सहकारी सङ्घ लिमिटेडको आगामी 4 वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नवदुर्गा बहुद्देश्य सहकारी संस्था लिमिटेड दमकका प्रेम कुमार कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको हो। सङ्घको वरिष्ठ उपाध्यक्षमा मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड मेचीनगरका दुर्गा प्रसाद सापकोटा, महिला उपाध्यक्षमा साना मझौला व्यवसायी साकोस बिर्तामोडका देवी निरौला बस्नेत र कोषाध्यक्षमा स्वरोजगार भवानी साकोस बिर्तामोडका केशव बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसै गरी सर्वसम्मत निर्वाचित हुनुभएका सङ्घका महिला सदस्यहरूमा सगोल महिला कृषि सहकारी संस्था कन्काईका बिन्दा कुमारी थापा, महिला चेतना बहुद्देश्य सहकारी संस्था अर्जुनधाराका नीला कुमारी दाहाल, मेचीनगर साकोस मेचीनगरका सङ्गीता गजुरेल र तारापुञ्ज साकोस मेचीनगरका पुष्पा चम्लागाई अधिकारी रहनुभएको छ। सङ्घको क्षेत्रीय सदस्यहरूमा क्षेत्र नम्बर 1 बाट भद्रपुर साना किसान कृषि सहकारी संस्था भद्रपुरका देवीमाया अधिकारी, क्षेत्र नम्बर 3 बाट एकता बहुद्देश्य सहकारी संस्था हल्दीबारीका हरिकृष्ण अधिकारी र क्षेत्र नम्बर 4 बाट महाभारा साना किसान कृषि सहकारी संस्था गौरीगञ्जका तिलक प्रसाद सिंह राजवंशी सर्वसम्मत निर्वाचित हुनुभएको हो। निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको अन्तिम सूचीमा लेखा सुपरिवेक्षण समिति सदस्यहरूमा पशुपति साकोस दमकका मिलन आचार्य र सनसाइन साकोस भद्रपुरका राजेन्द्र प्रसाद रिजाल पनि सर्वसम्मत निर्वाचित हुनुभएको हो। सर्वसम्मत निर्वाचित हुन नसकेका खुल्ला उपाध्यक्ष पदमा मेची बहुद्देश्य सहकारी संस्था दमकका नारायण प्रसाद भट्टराई, सचिवमा हाम्रो नेपाल साकोस लिमिटेड बिर्तामोडका भवानी प्रसाद दङ्गाल र सहसचिवमा कर्णाली साकोस बिर्तामोडका टसबहादुर श्रेष्ठ अत्याधिक बहुमतले निर्वाचित हुनुभएको छ। यसै गरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सूर्यमुखी साकोस दमकका चुनामणि ओझा निर्वाचित हुनुभयो। वैशाख 13 गते बिर्तामोडमा सञ्चालन गरिएको मतदान प्रक्रियाबाट खुल्ला सदस्य पदमा सजिलो साकोस बिर्तामोडका काशीनाथ घिमिरे, शिक्षक हित साकोस बिर्तामोडका नारायण प्रसाद गौतम, श्रद्धा कृषि सहकारी संस्था अर्जुनधाराका प्रेम सागर सापकोटा निर्वाचित हुनुभयो। सञ्चालक समितिको क्षेत्रीय सदस्यहरूमा क्षेत्र नम्बर 2 बाट हाम्रो शिखर कृषि सहकारी संस्था बिर्तामोडका युवराज गौतम र क्षेत्र नम्बर 5 बाट फाल्गुनन्द साकोस दमकका पदम लिम्बु लिङदेन निर्वाचित हुनुभयो। जिल्ला सहकारी सङ्घ स्रोतका अनुसार नयाँ नेतृत्वको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम वैशाखको 26 वा 27 गते गर्ने तयारी गरिएको छ। साझा सहकारी मञ्चको सहकारी संवादमा धर्मेन्द्र सरलाई स्वागत छ। तपाईँ 87 को प्रबन्धक बनेर आउनुभएको 8 महिना बित्यो। के गरेर बिताउँदै हुनुहुन्छ? कसरी चलिरहेको छ यो 8 महिना? कसरी बित्यो? मुख्य रूपमा अब 8 महिनासम्ममा समग्र सहकारी अभियानको विषयमा केही वर्षको अनुभव भए तापनि यो 8 महिनासम्म भनेपछि 87 सहकारी संस्था
87 बहुउद्देश्य सहकारी संस्थाको आन्तरिक नीति नियम कार्यविधि र त्यसमा भएका कमी कमजोरीहरू केही थिए कि अथवा त्यसलाई अगाडि कसरी थप प्रभावकारी तरिकाले सुधार्न सकिन्छ भन्ने कुरामा अध्ययनमै व्यस्त रह्यो र यस बिचमा हामीले केही नीतिगत सुधारहरू गर्ने कुराहरूमा पहल कदमी चालेर अहिले एउटा नीतिगत सुधार गरेर एउटा आधार मैले यो पहिलो आर्थिक वर्षमा चाहिँ 87 सहकारी संस्थालाई एउटा दिगो र सुरक्षित संस्थाका रूपमा स्थापित गर्नको लागि आधार वर्षको रूपमा तय गर्ने र आधारहरू तयार गर्ने काममा चाहिँ म लागिरहेको छु। जस्तो यहाँले नीतिगत सुधार भन्नुभयो, कस्ता कस्ता अप्ठ्याराहरू पाउनुभयो र के सुधार गर्नुभयो, कस्तो चाहिँ तपाईँले सन्देश प्रवाह गर्नुभएको छ? मुख्य रूपमा अहिले हामीले सुधार गरेको चाहिँ यो बिचमा भनेको ऋण लगानीलाई सुरक्षित ऋण लगानी कसरी गर्न सकिन्छ र त्यसमा हामीले हिजोका दिनमा प्रयोग गरेका कुराहरूमा काहीँ केही कमजोरी थिए भने ती कुराहरूलाई सुधार गर्नुपर्छ भन्ने मनसायले हामीले ऋण नीति भनौँ न ऋण लगानीलाई सुधार गर्ने, लगानी सुरक्षित लगानीको अवधारणा अन्तर्गत जाने, सदस्यहरूको क्षमतामा आधारित ऋण लगानी गर्ने, सदस्यहरूलाई तिर्न सक्ने क्षमता छ छैन र तिर्न सक्ने क्षमताको कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर सोही अनुसार लगानी गर्ने भन्ने एउटा मेरो मूल उद्देश्य रहेको छ र त्यही अनुसार हामीले काम पनि गरिरहेका छौँ। र अर्को कुरा भनेको सदस्यहरूसँगको दिगो सम्बन्ध विकासका लागि हामीले जुन सदस्य सुरक्षा कार्यक्रम अथवा राहत कार्यक्रम आएको छ यसलाई चाहिँ हामीले सदस्यहरूको योगदानमा आधारित बनाएर कसरी दिगो तरिकाले यो कार्यक्रमहरूलाई सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा चाहिँ फोकस गरिएको छ। र अर्को भनेको चाहिँ मानव संसाधन व्यवस्थापनको विषयमा मानव संसाधन व्यवस्थापन गर्ने सन्दर्भमा भएको मानव स्रोतलाई कसरी उच्चतम उपयोग गरेर चाहिँ अधिकतम त्यसबाट उत्पादकत्व लिन सकिन्छ भन्ने विषयमा अहिले चाहिँ मेरो मुख्य रूपमा केन्द्रित रहेको छ र बजार विस्तार कसरी गर्न सकिन्छ, सदस्य विस्तारका कुराहरू र सदस्य विस्तार गर्दै सदस्य संस्थालाई चाहिँ एउटा मजबुत र दिगो कसरी बनाउन सकिन्छ भन्ने कुरामा फोकस रहेको छ। साथसाथै हामीहरू अहिले यही वर्ष म आइकन नै हामीले दोस्रो रणनीतिक योजना निर्माण गरेर 4 वर्ष रणनीतिक योजना मार्फत हामीहरू रणनीतिक योजनाको अन्त्यसम्म यो संस्थालाई कस्तो खालको बनाउने भनेर एउटा परिकल्पना गरेर त्यही अनुसार चाहिँ हामीहरू अगाडि बढिरहेका छौँ र मुख्य रूपमा चाहिँ यो वर्ष मेरो चाहिँ 87 सहकारीलाई दिगो र सुरक्षित बनाउने आधार वर्षको रूपमा काम गर्ने जमर्को गरेको छु। यहाँले यो काम गरिरहँदा यो 8 महिनाको बिचमा अन्य सहकारीहरू बजारमा भएका अन्य सहकारीहरूको बारेमा पनि यहाँले पक्कै अध्ययन गर्नुभएको छ, त्यो र 87 बहुउद्देश्यमा कति डिफरेन्स पाउनुभयो, के राम्रा पक्ष रहेछन् के नराम्रा पक्ष रहेछन्? समग्रमा भन्दाखेरि अब बजारमा धेरै सहकारी संस्थाहरू छन्, कुनै पनि सहकारी संस्थालाई अब इङ्गित गरेर यहाँ भनिराख्नु त उपयुक्त हुँदैन, तर सहकारी संस्था भनिसके पछाडि यसको प्रिन्सिपल्ली कसरी चल्नुपर्ने हो, यसको प्रिन्सिपल के हो र त्यो प्रिन्सिपलको प्रयोग कसरी गर्ने। हामीले सहकारीका 7 सिद्धान्त पढ्यौँ, 7 सिद्धान्त भोग्यौँ, तर त्यसको व्यवहारिक प्रयोग चाहिँ कसरी हुन्छ धरातलमा भन्ने कुराहरूलाई चाहिँ सही तरिकाले बुझ्न नसक्दा अथवा त्यसलाई सही तरिकाले प्रयोग गर्न नसक्दाखेरि सहकारी संस्थाहरू धराशायी भएको र बिग्रिएको देखिन्छ प्रशस्त मात्रामा। र त्यही कुराहरूका सन्दर्भमा हामीले जति पनि सहकारी संस्थाहरू बजारमा अहिले बिग्रिएका छन्, भागेका छन् अथवा बचत फिर्ता गर्न सकेका छैनन् अथवा भनौँ उच्च जोखिममा छन्, यी कुराहरू भनेको चाहिँ सहकारी संस्थाको मूल मर्म मूल सिद्धान्त जुन छ त्यो सिद्धान्तलाई चाहिँ व्यावहारिक रूपमा प्रयोग नगरेर एउटा पाठ्य सामग्रीको रूपमा मात्रै बनाइएको कारणले गर्दाखेरि समस्या आएको हो भन्ने चाहिँ मैले अनुभव गरेको छु। र हामीले यो सहकारी संस्थाका अन्तर्राष्ट्रिय सिद्धान्तहरूलाई व्यावहारिक रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरामा चाहिँ त्यस विषयमा पनि म चाहिँ अलिक गम्भीर भएर नै सोचिरहेको छु र त्यही अनुसार गरिरहेको छु। 87 मा त्यो विषयहरूमा कार्यान्वयन भएको पाउनुभयो अथवा त्यसमा पनि केही कमी रहेछन्?
कार्यान्वयन हुन्छ, सबै सहकारी संस्थाले कार्यान्वयन गर्नै चाहिरहेको हुन्छ, हामीहरूले पनि चाहिरहेको हुन्छ। तर त्यसको बुझाइ कहिलेकाहीँ हामीहरूले बुझाइ चाहिँ गलत भयो भने फेरि गलत कार्यान्वयन पनि गलतै हुन्छ। सिद्धान्तले जे कुराहरूलाई भनेको छ त्यसको वास्तविक बुझाइ के हो त, वास्तविकता के हो, त्यो कुरा हामीले फरक बुझ्यौँ भने त फरकै प्रयोग हुन्छ, फरकै कार्यान्वयन हुन्छ, अनि त्यसले फरक रिजल्ट दिन्छ। र हामीले यसको बुझाइलाई चाहिँ एक्युरेट यो चाहिँ यसो भन्न खोजेको हो है, यो चाहिँ यस्तो हो है कुरा भनेर चाहिँ त्यसलाई चाहिँ सही तरिकाले अब हिजोका विगतका दिनहरूमा कार्यान्वयन भइरहेको छ, त्यसलाई अझै थप त चाहिँ हामीले कहीँ केही ल्याकिङ छ भने त्यसलाई पनि सही तरिकाले प्रयोग गर्ने बाटोमा चाहिँ हामीहरू लागिरहेको छ। यहाँले अघि भन्नुभयो सुरक्षित ऋण लगानीतर्फ ध्यान दिएको छ, म आइसकेपछि अझ बढी यसलाई चाहिँ नीति नै बनाएर त्यसमा कार्यान्वयन गरिँदैछ भन्नुभएको छ। कस्तो छ अहिले 87 बहुउद्देश्यको चाहिँ बजारमा लगानी र त्यसको रिटर्न भनेको सामा ब्याज तिर्ने कुरा कस्तो छ? त्यसमा अब समग्रमा ऋण लगानी अथवा यो बचत तथा ऋणको कारोबार गर्ने चाहिँ मैले के बुझाएको छु भने नगद किन्ने उधारो बेच्ने व्यापार, नगद किन्ने उधारो बेच्ने व्यापार। उधारो बिक्री भइसक्यो, सबै उधारो चाहिँ उठ्छ नै भन्ने त हुँदैन, केही न केही प्रतिशत जोखिम रहन्छ। जोखिम रहँदाखेरि अब कतिपय जोखिमहरू बाह्य वातावरणीय तत्त्वहरूका कारणले उत्पन्न भएको हुन्छ। बजारको अवस्था, आर्थिक अवस्था, अन्य बाह्य वातावरणीय अवस्थाहरूले पनि जोखिम निम्त्याएको हुन्छ भने कतिपय कुराहरू चाहिँ संस्थाभित्रको आन्तरिक व्यवस्थापन प्रणालीका कारणले पनि उत्पन्न भएको हुन्छ। ती कुराहरूलाई हामीले गहिरो गरी अध्ययन गर्नुपर्छ। कुनै पनि विषयवस्तुमा समस्या आयो भने त्यो हाम्रो आन्तरिक कारणले आएको समस्या हो अथवा बाहिरको कारणले आएको समस्या हो। बाहिरको कारणले जुन उत्पन्न भएको जोखिम हुन्छ, समस्या हुन्छ, त्यो त हाम्रो बसमा छैन। तर त्यस्ता चुनौतीहरूलाई डिफेन्स गर्न सक्ने हाम्रो स्ट्रेन्थ चाहिँ हुनुपर्छ, बनाउनुपर्छ। चुनौतीहरू आउँछ र विशेष गरेर यो कोभिड पछाडि जब न्यू नर्मलको कन्डिसनमा आयो त्यतिखेर चाहिँ हामीले ऋण लगानी गर्दाखेरि समग्र 87को मात्र होइन, धेरै सहकारी संस्थाहरूमा त्यतिखेर अधिक तरलता हुँदाखेरि र बजारको अवस्था पनि अलिकति खस्किँदो अर्थव्यवस्था भएको अवस्थामा चाहिँ हामीले लगानी गर्दाखेरि केही जोखिमहरू उत्पन्न भएको हो। ती कुराहरूमा अब केही जोखिम भयो भने त्यो क्रमशः अहिले पैसा उठ्ने बाटोमा गइरहेको छ। हामीले निरन्तर रूपमा त्यसलाई चाहिँ हामीले समन्वय, कोअर्डिनेसन र सहजीकरण गरेर पैसा उठाउने प्रयत्नमा लागिरहेका छौँ र त्यो क्रमशः उठ्दैछ। हामीहरू अहिले त्यस्तो जोखिममा छैनौँ, त्यसलाई हामीले जोखिम क्रमशः मिनिमाइज गर्दै गर्दै लगिरहेका छौँ। भनेको बजारमा जुन चाहिँ अफवाहहरू छन् नि, सहकारीको लघुवित्तको ऋण लिए पछाडि तिरिहाल्नु पर्दैन, राज्यले तिर्दिन्छ भन्ने, त्यसले 87 बहुउद्देश्यलाई खास प्रभाव पारेको छैन। ती कता कता आउँछन्, कुराहरू आउँछन्, कता कता आउँछन्, तर हामीहरूले ती कुराहरूलाई चिर्दै लगिरहेका छौँ। हामीहरूले अहिले सदस्य शिक्षा कार्यक्रम, वित्तीय साक्षरता कार्यक्रम या त यावत कार्यक्रमहरूमा हामीले अथवा सदस्यहरूसँगको व्यक्तिगत परामर्शमा पनि यी कुराहरूलाई चिर्दै रहेका छौँ। यी अफवाहहरू आएका हुन्, ऋण लगिसके पछाडि तिर्नु पर्दैन अथवा कतिसम्मको चाहिँ सरकारले तिर्दिन्छ भन्ने कुरा। मैले एउटा जवाब उहाँहरूसँग जसले त्यसो भन्नुहुन्छ अथवा डाइरेक्टली हामीसँग आएर नभने पनि बाहिर त्यस्तो हल्लाको पछाडि कुद्नुहुन्छ, उहाँहरूलाई एउटा सन्देश पनि म दिन चाहन्छु। यहाँ हजुरहरूले त्यो कुरा यहाँ राख्ने मौका दिनुभयो, मलाई खुसी पनि लाग्यो। एउटा सहकारी संस्थामा 10,000 सदस्य हुन्छन्, ऋण लाने 1000 जना सदस्य हुनुहुन्छ भनेको 10,000 जना बचतकर्ताले जम्मा गरेको पैसा 1000 जनाले लानुभएको छ र चलाउनु भएको छ भनेपछि उहाँहरूले तिर्नु नतिर्दाखेरि 10,000 जनालाई अन्याय भयो कि भएन? 9,000 जनालाई अन्याय, 9,000 जना जसले चाहिँ तपाईँको बचत मात्र गर्नु भएको छ उहाँहरूलाई त अन्याय भयो। ऋण लानेले त लगेर चलाउनु भयो, आफ्नो दुनु सोच्याउनु भयो होला, आफ्नो आवश्यकता पुरा गर्नुभयो। तर बाँकी 9,000 जना जसले दुःख गरेर बचत गरेको छ त्यो मान्छेको के हुन्छ? त्यस कारणले गर्दाखेरि सहकारी संस्थामा पैसा ऋण लिएर
तिर्नु पर्दैन, राज्यले तिर्दिन्छ भन्ने कुरा यो एकदम भ्रामक कुरा हो। यसले चाहिँ तपाईँको त्यो ऋणीलाई झन् झन् ठुलो खाल्डोमा मात्र हाल्छ। नियमित रूपमा तिर्यो भने ऋणीलाई सजिलो छ। सहकारी संस्थाले भनौँ अथवा अन्य जुनसुकै वित्तीय संस्थाले पनि पैसा नतिरिकन त्यो उपाय छैन, सुख छैन, जसरी पनि तिर्नै पर्छ ऋण लगेको पैसा। अब प्रवेश गरौँ संस्थातर्फ। सतासीको अहिलेको वर्तमान पोर्टफोलियो कस्तो छ र यसलाई कुन ढङ्गले, अब त रणनीतिक व्यावसायिक योजना पनि यहाँले बनाउनु भएको छ, कुन ढङ्गले वृद्धि गर्दै जानु भएको छ, थोरै तथ्याङ्कमा हामी खेलौँ न। अहिले हामीहरूसँग लगभग 84-85 करोडको कुल पोर्टफोलियो रहेको छ। 8,600 जति सदस्य हुनुहुन्छ। हाम्रो बहुउद्देश्य प्रकृतिको भएको कारणले गर्दाखेरि हाम्रो केही लगानी सदस्यहरूमा ऋण लगानीका रूपमा गएको छ भने केही पैसा हामीहरूले 87 डिपार्टमेन्ट स्टोर सहुलियत पसल सञ्चालन गर्नको लागि केही लगानी गरेका छौँ 10-12 करोड भने बाँकी चाहिँ सदस्यहरूसँगै लगानीमा रहेको छ। अब हामीहरूले 4 वर्ष रणनीतिक योजनाको अन्त्यसम्ममा यो पोर्टफोलियोलाई 1,50 करोडको पुर्याउने लक्ष्य राखेका छौँ र 15,000को हाराहारीमा सदस्य पुर्याउने हामीले लक्ष्य राखेका छौँ यस बिचमा। र अब अहिले हामीसँग बाह्य ऋण पनि लगभग 16-17 करोडसम्म पुगेको थियो भने यसलाई हामीले घटाउँदै अहिले 4 करोडमा झारेका छौँ बाह्य ऋण। र हामीहरूले सबै चाहिँ आन्तरिक स्रोतबाट नै संस्था सञ्चालन गर्ने एउटा रणनीतिक योजनाका साथ अगाडि बढिरहेका छौँ र त्यसमा हामीहरूले अपेक्षित रूपमा उपलब्धि पनि हासिल गरिरहेका छौँ। यहाँको दोस्रो व्यवसाय बचत तथा ऋण पछाडि दोस्रो व्यवसाय 87 बहुउद्देश्य सहकारीको डिपार्टमेन्ट भनेर बुझ्छौँ हामी, जसलाई 87 डिपार्टमेन्ट, त्यसको अवस्था के छ? बजारमा व्यापार नभएर थुप्रै पसलहरू चुप लागेर बसिरहेको अवस्थामा 87को अवस्था के छ? हाम्रो चाहिँ अब 87 अलिकति सुपथ मूल्यको पसल सहकारी पसल पनि भएको कारणले गर्दाखेरि प्रतिस्पर्धी मूल्यमा नै हामीले वस्तु तथा वस्तुहरू उपलब्ध गराइरहेको कारणले अहिले हामीसँग त्यसले केही न केही हामीलाई रिटर्न दिइरहेको छ। उसले लगानी भएकोबाट नियमित रूपमा ब्याज प्राप्त भइरहेको छ र थोरै मात्रामा हामीहरूलाई त्यसबाट नाफा पनि हामीले प्राप्त गर्ने अपेक्षा गरेका छौँ र त्यो अहिलेको 9 महिनाको तथ्याङ्क हेर्दाखेरि चैत मसान्तसम्मको तथ्याङ्क हेर्दाखेरि हामीहरू आशावादी छौँ र त्यसले नाफा दिने बाटोमा गइरहेको छ। यहाँ त यो लगभग 100 भन्दा बढी कर्मचारीहरूलाई नेतृत्व गरेको कर्मचारी प्रशासनको प्रमुख पनि हो। अहिले बजारमा चाहिँ यहाँबाट अनुभव लिने, सिप सिक्ने अनि त्यही अनुभवलाई क्यास गरेर या त ब्याङ्क वित्तीय संस्थामा प्रवेश गर्ने, होइन भने विदेश जाने होडबाजी चलिरहेछ। कसरी धानी राख्नु भएको छ ती सबै कर्मचारीलाई यही संस्थामा टिकिरहनको निम्ति कुन विधिबाट उहाँहरूलाई एडजस्ट गराइराख्नु भएको छ, राखिराख्नु भएको छ? उहाँहरूलाई के व्यवस्था छ उहाँ यहीँ टिकिरहनको निम्ति? यस कुरा यो विषयवस्तु 87 सहकारी संस्था मात्रै नभएर समग्र नेपालको श्रम बजारमा अहिले देखिएको समस्या हो। सहकारी संस्थामा मात्रै नभएर 87 सहकारी अथवा सहकारी संस्था मात्रै नभएर समग्र ब्याङ्क वित्तीय संस्था या अन्य सबै श्रम बजार जुनसुकै व्यवसायमा देखिएको यो एउटा श्रम बजारमा देखिएको समस्या हो। रिटेन्सन राख्न नसक्ने, कर्मचारीहरूको रिटेन्सन राख्न नसकिने, एउटा सिक्ने माध्यम बनाउने, अर्कोमा जम गर्ने अथवा विदेश जाने, यी यावत कुराहरू छन्। यस विषयमा अब के कसरी रिटेन्सन राख्न सकिन्छ भन्ने विषयमा पनि हामीहरूले सोचिरहेका छौँ र चाँडै नै त्यसको लागि हामीहरूले अहिले मौजुदा हामीहरूले सहकारी संस्थामा आबद्ध कर्मचारीहरूको उपदानको व्यवस्था गरेका छौँ, सञ्चित बिदाको भुक्तानी दिने व्यवस्था गरेका छौँ, रिटायरमेन्ट बेनिफिटहरू पनि दिएका छौँ र श्रम ऐनमा भएका धेरै कुराहरूले हामीले कार्यान्वयन गरेका छौँ। र अब हामीहरू यो नीति मानव संसाधन नीतिलाई पनि अद्यावधिक गर्दैछौँ र त्यस मार्फत चाहिँ हामीले संस्थामा आबद्ध सदस्यहरूलाई नेपाल सरकारको सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर त्यसबाट चाहिँ अरू थप सेवा सुविधा प्राप्त गर्न सक्ने भइसके पछाडि भनेको रिटायरमेन्ट बेनिफिट पनि राम्रो, पेन्सनको व्यवस्था पनि हुने
त्यहाँ भयो सामाजिक सुरक्षा कोषमा गइसके पछाडि त्यसो भइसके पछाडि चाहिँ कर्मचारीहरूले बढी सुरक्षित महसुस गर्छ आफ्नो जबमा र रिटायर लाइफ पनि उसले सुरक्षित देख्छ र त्यस पछाडि चाहिँ कर्मचारीहरू रिटेन राख्न सकिन्छ कि भन्ने योजनाका साथ अथवा त्यो सोचका साथ हामीले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजनामा लागिरहेका छौँ। 87 बहुद्देश्य सहकारी संस्थाको प्रबन्धक हुनुहुन्छ र आम सहकारी कर्मी र विशेष गरी आफ्ना सदस्यहरूलाई के सन्देश प्रवाह गर्न चाहनुहुन्छ? अब यहाँहरूले एउटा 87 सहकारीको सम्बन्धमा विषयवस्तु र समग्र सहकारी संस्थाको विषयवस्तु राख्ने अवसर दिनुभएकोमा यहाँहरूलाई चाहिँ विशेष धन्यवाद, यहाँको च्यानललाई विशेष धन्यवाद दिन चाहन्छु। साथसाथै सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरूलाई चाहिँ एउटा सहकारी संस्थामा आबद्ध भइसकेपछि त्यो संस्था आफ्नो हो, सहकारी संस्था सदस्यको मालिक हो। उहाँहरूले संस्थाको हरेक गतिविधिहरूमा आफ्नो स्वामित्व लिएर एकदम नजिकबाट निहालेर मात्र कारोबार गर्नुहोस्, सुरक्षित कारोबार गर्नुहोस् भन्ने कुरामा चाहिँ म सन्देश दिन चाहन्छु उहाँहरूलाई। प्रिय दर्शक, यिनै प्रस्तुतिहरूसँगै साझा सहकारी मञ्चका लागि निर्धारित समय सकिन लागेको छ। प्रस्तुत कार्यक्रमको पुनः प्रसारण सूर्योदय टेलिभिजन र हिमशेखर टेलिभिजनबाट दुई पटक पुनः गरिनेछ। साथै www.sazamanch.com लगइन गरी तपाईँले चाहेको समयमा यो कार्यक्रम विश्वभरबाट हेर्न पाउनुहुनेछ। साझा मञ्चका सबै प्रस्तुतिहरू युट्युबमा पनि उपलब्ध छन्। हवस् त, यतिन्जेल कार्यक्रम हेरेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम प्रस्तुता म गोपाल काफ्लेलाई पनि बिदा दिनुहोस्। नमस्कार, जय सहकारी। किसानबाट सङ्कलित शुद्ध दूध, अत्याधुनिक प्रविधिबाट प्रशोधित, मिसावट रहित एनएमसी डेयरी प्रोडक्ट, आधिकारिक वितरण केन्द्र मार्फत शुद्धताको प्रतीक एनएमसी डेयरी प्रोडक्ट सेवन गरौं, स्वस्थ रहौं।